अगाडिको चाहिँ मनिष र मनिषको बुढी हो अनि त्यो चाहिँ एउटा भण्डारी भन्ने केटा हो बाइक चलाएर हिँड्दैछ यो अहिलेसम्म सिङ्गल छ विज्ञापन गरेको यो चाहिँ हामी पाँच पोखरी जाँदैछौँ हामी अहिले ठ्याक्कै के भन्छ यो देउराली आइपुग्यौँ अब हामी अब चिया खाएर यहाँ चिया खाँदा खाँदै देशको लागि भोट हालिदिउँ न त भनेर आएको केटाहरूले साइड ब्यागमा मलाई ट्रेकिङ लिएर हिँड्दैछन् है अपोजर ल ठिक छ हामी राम्रो गर्छौँ के गर्छौँ होइन अब चुनाव पनि भोट अब राम्रै ठाउँमा राम्रै नेतृत्व आयो लिडिङ राम्रो भइरहेछ भन्ने कुरा आएछ चासो भएको देश परिवर्तन होस् नहोस् भोट चाहिँ परिवर्तन भएको छ त्यति चाहिँ हो क्या भोट परिवर्तन भयो अब देश चाहिँ बाँकी छ ल गाउँपालिका सिन्धुपाल्चोक के रे पाँच पोखरी यो पाँच पोखरी थाङपाल सिन्धु पाँच पोखरी अझै माथि छ क्या ठाउँको नाम क्या गाउँपालिका कोशी प्रदेश भन्ने बित्तिकै प्रदेशभरि कोशी बग्या त छैन होला त यार छ त त्यो प्रदेशभरि कोसी छ कहाँ हाम्रो जिल्लामा बागमती कहाँ भएको छ तिमीहरूकोमा बया छैन तिमीहरू त मान्छे अल्टर हो नि त ठाउँ अल्टर मान्छे अल्टर हो कि होइन किन आएको त अल्टर ठाउँमा खानु पारा भन्नु मेरो छैन अब ठाउँ अल्टर मान्छे अल्टर छन् ठिक उल्टो कुरो गर्छन् जे कुरामा नि त्यो त कम्प्रोमाइज पनि हुन्छ नि त कुनै कुनै ठाउँमा ल अब हामी चाहिँ यहाँ चिया चिया खाएर टक्क एउटा खास मसँग माइक पनि छ छनु चाहिँ राम्रो भोइस जान्थ्यो तर मैले त्यसले त्यो लगाएपछि ब्याट्री अलिक बढी खान्छ क्या दिनभरिलाई चाहिनेछ अरे कहना क्या चाहते हो मचुलो आए त्यो मैले त्यस्तो चाहिँ सुनिनँ होला गल्ती माफ मैले चुलु गरिरहेको छु भनेर चाहिँ सुनिनँ क्या हेरिरहेको छु ओ सरी जहाँ गयो नि जस्तो स्थितिमा भयो नि म मोबाइल चलाउनु चाहिँ छोड्दैन नि 384 केपी ओली भिक्टरले हालेको कस्तो होइन होइन आधिकारिक मात्र भिक्टरले हाले हो क्या जहाँ गयो नि मोबाइल होइन केटाहरू यहाँ मोबाइल छोड्छन् कि भनेर यहाँ डाँडा चढाएको डाँडैमा आएर चाहिँ मोबाइल दबाउँछन् र त तैसँग त अघिल्लो पल्ट सवितालाई चाहिँ अलिक गाह्रो जित्छ होला तर सुविधा बंद करो हाथ जोड़ के मैं अब चाहिँ हामी देउरालीबाट ट्रेक सुरु गरिसकेका छौँ यहाँबाट हिँड्दै जानुपर्ने आज बेलुकासम्म हिँड्नुपर्ने तर टोलीहरू चाहिँ हिँड्नेको नाममा निशान लिएको छैनन् त्यही भएर म चाहिँ अलिकति अगाडि हिँड्छन् कि भनेर निस्किदिइहालेँ है अब चाहिँ हिँड्न खोज्दै रहेछन् मोबाइल चलाएर बसिरहेको थिएँ त्यही भएर म चाहिँ निस्किदिएको आधा घन्टा 5 मिनटको बाटो हिँडे जस्तो गरेर यो सुरुवातमै गफ गरेर मुख चुच्चु जोडेर गफ गरेर बसिरहेछन् हिँड्ने त नामै लिँदैन दिनभरिको बाटो हिँड्नु छ अहिले चुच्चो जोडेर गफ गर्छन् यसो बाटो हिँड्दैनन् जो मान्छे देख्यो भने कति मिनटमा पुगिन्छ कति मिनटमा पुगिन्छ कहाँ कहाँ पुगिन्छ एकदम राम्रो बेलुका खाएको कुरो गरिरहेछन् ल के कुरो नगर्नु तिमीले चाहिँ यत्रो कुरो गर्दा हुन्छ सब्सक्राइब के ल के हो ल ए टोलीहरू
कति आत्मीको त्यहाँ धेरै भयो लड्डेलाई कति लड्ने नि कता लड्ने छेउतिर लड्ने कि भित्र आजैमा छेउतिर बिहान नै गइसक्यो यसमा त सजिलो हो यो त उक्लिनु सजिलो ओर्लिनु सजिलो यो फर्केर गफ नगर न यार हिँड्दै गफ गर क्या होइन ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा आनन्दले हिँडेको क्या फर्केर गफ गर्छौ अनि हिँड्छस् मैले 10 चोटि हेरिसकेँ त्यतिखेर नि फर्केर गफ गर्छन् अगाडिको मान्छे उसको बटन खोलिसक्यो पहिल्यैदेखि कुद्छ उसको बटन खोलिसक्यो यो गर्ने मान्छे हो के जान्ने भने यहाँ न हालत मनोज भाइ दामी होइन आधी आधी बोक्ने हो ल एउटा ले त्यो चाहिँ ल्याउ न यो बोक तल छोडा त बेलुका माथि उहाँ भिडियोमा क्याप्चर भइरहेको है भिडियो बनायो भनेर लाजले मात्रै नबोले आयो भने त त्यो अनुहार बिग्रियो बिचमा किन पसेको क्या तँलाई क्यामेरा अगाडि नै आउनु पर्ने 1.5 लाखको फोन हो यो हालिदिन्छु तेरो फोन त म 1.5 लाखको भनेर धम्किदिन्छु मेरो नि 2टा जोड्यो भने अब त 1 लाख जति हुन आँटिस अर्को नि जोडिखाने त हुन्छ 2टा जोडेरै हुन्छ 1 लाख तँ घरमा छोडेको नि देखाउँछ मैले देखाएको छैन केही फुर्ती ऊ त्यो चन्द्रे भन्छ त्यसलाई चाहिँ खुब हिँडिरहेछ भिडियो अब अगाडिबाट पछाडिबाट बनाइदियोस् भनेर यो कुकुरको छाउरी यसको पछि किन लाग्यो भोलि बिहान चिसो हुन्छ ट्राउजर बोक्ने भरे तिमीहरूको हजुरबाले जुएन त्यहाँ अनि घुम्दा त उहाँ बसिरहेको त 2-3 घन्टा त यिनीहरू यसो 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 गर्छन् फेरि मेरो छैन सर यति बोकिन्छ यो चाहिँदैन यो स्पिकर अब स्पिकर ल्याएको त बजाउने होइन ठुलो कहाँ हाल्नु यता मलाई त्यो गरु नभए त्यो जोडी छ होइन त्यसको प्याकेट हाल्नु पर्दैन है कसले हाल्नु ज्याकेट समाउ यस्ता छ मेरो आफ्ना कपडा मलाई बोकाइरहेको छन् सब दादै दादा के बोल्न लाग्नु हो त के बोल्न लाग्नु ढुक्कु हजुर हजुर दाइ आउँदैछन् टोलीहरू 5 जना छौँ अहिले चाहिँ अलि तलै होला नि ए नलर है पल पल रोए जिंदा मात्र
पनि व्यवस्थित गरिदिएको हुन्छन्। सुतेर बोलाएर उठाउने यसरी घरमा बेर्सेन फेरि। यस्तो त बन्द्रङ 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 खडा गाडी 2 hours later. पहिला लाग्छ उसकै गरेर तुमसे ना हो पाएगा। हामी हो त भने दिमाग गर्ने मान्छे हो भने पुस्तक राख्ने मान्छे हो। कसलाई गाह्रो होइन यसो रमाइलो छ। थाहै छैन यस्तो ठाउँमा पानी पराउने। फेरि ओत ल्याएको छ थाहा छ। मैले ल्याएको थिएँ मेरो छेउ त त्यहाँबाट फेरि राख्नु लाग्यो पानी पऱ्यो। फेरि कसले राखेको नलाएको रे ल भन त। त्यो कठालो समाउने काम नगर तिमीलाई त्यो त कटेर हाल्न नि मिल्छ। प्लीज ये अच्छा ये अच्छा। के कस्तो फिल भइरहेछ? हामी चाहिँ अब 3500 मिटर माथि आइसकेका छौँ है। अब हेर्नुहोस् है दृश्य यसरी हेर्ने हो। राम्रो लागिरहेछ नि होइन? ल सिङ्गल भयो भने यस्तो समात्नुपर्छ, डबल भयो भने यसरी समात्नु पाइन्छ। जल्यो होला नि? लाग्यो होला नि के गर्नुपर्छ भन्ने। अलिअलि त लाग्यो होला नि। विकास भएन भन्छन्। हेर त लेकमा ढलान भएको 3500 मिटर माथि यत्रो पिच बाटो भइसकेको छ। हामी हिँड्ने आज भोलि हिजै पिच गर्दैछन्। तिमी हिँड्ने पिच गरिदिन्छु रोड। युनिटी त राम्रो छ। 7 जना थियो हिँड्ने बेलामा झन्डै 4 जना 2 जना मात्रै भएको। झन्डै पिच र म मात्र आयो यत्रो घरहरू छ मान्छे छैनन् त भने कति राम्रो राम्रो घर छ फेरि। सबैभन्दा बढी पिच जस्तो कराएको गर्ने चाहिँ त्यो कालो टोपी लाउने चुवाची। हामी हिजो भोटालमा सबैजना तल झरेछन्। होटल एउटै खुल्ला छैन। माथि टपमा पनि एउटै मात्रै होटलको दाजु अघि हामीभन्दा अघि गएका छन्। उसलाई सिट राखिदिनुहोस् है दाजु भनेर माथि गएकाहरूले गर्छन् भनेर पहिले हात जोडेर पठाएको छौँ। हुन्छ त भनेका छन्। भरे बिजोग हुने हो कि त्यो चाहिँ डर छ। पत्कर सोधेर आगो तापेर रात कटाउँ भने पनि पत्कर भेटिँदैन रहेछ। ल 5 पोखरी जाने बाटो यहाँ से उपर जानुपर्ने रहेछ है। म त बाटो छैन यता रहेछ क्या हो। यी स्यालहरू हिँड्दैन विशेष गरी चाहिँ। तिन 5 घन्टा बाँकी। यिनीहरूलाई त कम्तीमा 6-7 घन्टा त लाग्छ। सबै विशेषज्ञ छन्। 4 पाइला माथि गएर 6 पाइला तल जानुपर्छ अनि मात्रै पुगिन्छ है भन्छन्। 4 पाइला माथि गएर 6 पाइला तल जानुपर्छ अनि मात्रै पुगिन्छ है भन्छन्। के भन्नु त अब। तर यस्तै पाराले भोलि नि हिउँपर्छ पर्नु चाहिँ रेनकोट सेनकोट ल्याएको छैन। फ्ल्यास बालेर खिचे मात्रै हो खास त। यतिमा आउँदा नि कुहिरो लिएर त गएको। नानी नाम के हो तिम्रो?
छैन कुमारी कहाँसम्मको यात्रा हो गन्तव्यविहीन हो नि लै जानुहोस् जानुहोस् ल पोखरी आइरहेछौँ आइसपोखरी हेर्दाखेरि चाहिँ आइपुग्न लाग्यो कि भन्ने हाम्रो झिनो आशा पलाएको छ यो आशाको किरण बलेर ठुलो होस् अलिकति बीज पलाओस् यसमा पलाउँछ बिच अनुहार देखेको छैन डाँडा देख्या छ डाँडा देख्यो भयो नि के देख्यो जुगल हिमाल श्रृङ्खला पाँच पोखरी लगाउँदा कहाँ जानु त लामा दाइ फोन नम्बर ल्याइएन त्यो दिनलाई फोन गर्नु हो के त पाँच पोखरीको उ रहेछ तर त्यो लामा दाइलाई फोन गर यार अलिकति अगाडि होला यहाँ नि होटल छ अन्त झिम्ला भन ल सबै छ 6:30 छ अनि 6:30 नै भनौँ नि हामी चाहिँ यसो छु तर्जिन जानु चाहिँ यहाँ त तिमीहरूले अब त होटल पनि भेट्टाउँदैन होइन 3टा डाँडा काट्यो सिधा पोखरी हेर पछाडि हेर्नु त्यहाँ यहाँ कस्तो दामी छ पछाडिको देखाउने पोखरी पोखरी अगाडि हो क्या तिमीहरू तल भ्यू पोइन्टबाट हेरेर हो ल रियाक्सन मात्र दिने होइन पछाडि हालेर त भ्यू चाहिँ अलि हल्का चिसो चाहिँ हो होइन तर देखिन चाहिँ बवाल भ्यू देखा नहेर नि नराम्रो देख्यो यो 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 चाहिँ अलिक ठुलो रहेछ यो एउटा चाहिँ ठुलो रहेछ है के पोखरी एउटा चाहिँ ठुलो होइन सानो सानो गर्छ है मोबाइल देखिरहेको छ यो चाहिँ ठुलो छ हेर्नु ठुलो उन्नति छ हामी त्यतिरैतिर आएको उन्नति सरस्वती खोइ के नाम भन्दै तिमीहरू त्यही त कुन कुन हो त्यता चाहिँ अनि अर्को भिडियो हाल्ने होइन यही हाल्ने अब ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक बेइज्जत गरिदिनु भयो गएर नि भ्यू दिनु आछन् भन्ला यिनीहरू सब पोखरी हेर्न आएको तर पोखरी चाहिँ यी सब टोलीहरू चाहिँ भ्यू हेर्न आएको पाँच पोखरीको है पाँच पोखरीको भ्यूमा यस्तो राम्रो भ्यू देखिरहेछ कुरै नगरौँ म त दङ्ग परिरहनु भएको छ भ्यू हेरेर उहाँ चाहिँ नुहाउन लाग्नु ल मुख चाहिँ धुँ ए नझरौँ है झर्नु छ नारायण हर हर महादेव पनि रे ओहो चिसो सुषमाजी नुहाउने हो ल कतिको चिसो छ अघि मुख धोएको थिएन अहिले आएर पखाल्यो भिडियोको फोटो बिचमा फोटो नि खिचिरहेको छ वाह यता हेर त यता हेर ल भयो चन्द्र सर अनि हाम्रो त्यो 28 किलोमिटरको बाइकको यात्रा त्यो पनि रात्रिकालीन त्यो पनि हेडलाइट नबलेको वाला होइन त्यो पनि त्यो के अरे खान्डम र खुन्नु 1 नम्बरबाट नतान्ने अनि फेरि हिजोको 12 घन्टाको पैदल यात्रा अनि फेरि आजको यो बिहानी मौसम यो भ्यू पोइन्ट कस्तो लागिरहेछ तपाईँलाई कस्तो लागिरहेछ होइन अब यस्तो हो रमाइलो यात्रामा रमाइलो गर्ने हो क्या गन्तव्यमा भन्दाखेरि यात्रा इन्जोय गर्ने हो गन्तव्य त अब पाँच पोखरी छ अलिकति हामीलाई चाहिँ प्रकृतिले अलिकति मौसममा अलिकति मौसमले साथ नदिया भन्नु पर्यो हिजैदेखि तुसारो त पानी परिरहेको थियो भित्रै आएकै हो अब यतिसम्म आज त फुल्ला भन्ने थियो 2 घन्टा कस्तो बसेर उहाँ तल हौ गर अब त्यही हो यात्रामा समग्रमा अब यात्रा रमाइलो भयो भयो सकुशल आइपुगेका छौँ सकुशल फर्किन सक्नु पर्यो होइन पोखरी एक-एकवटा पोखरी देखियो एकैचोटि 5वटा देख्न मुस्किल भयो पनि यहाँ पानी पर्दो रहेछ धेरै भएको पानी धेरै भएको नि यहाँबाट बाइपास हुँदो रहेछ होइन त हो यतापट्टि कहाँबाट जान्छ यताबाट तल्लोमा जान्छ नि ऊ यहाँ तल्लोमा जाँदो रहेछ कि तपाईँको के भन्नु छ भण्डारीजी भनेपछि के भन्नु छ नि 7 औं सर यो 13-18 रह टेक्नलाई मेरो अलिक उसमा छ सर सब भिजा छ फेरि पन्जाब भिजा रे
यस्तै पाँच पोखरीमा महादेव महादेव पो हो त्यहाँमा हो कुकुरले पहिला दर्शन गरेर त्यसरी हामीभन्दा अगाडि